हेलो वान एभ्रिवान गुड मर्निङ सबैजनालाई। अनि फेरि यता हामी जान लागेको घुम्नलाई थोरै समय। अनि यता हाम्रो दाइ हुनुहुन्छ अनि बिस्तारै रेस्टको अनि के छ भने दाइ भन्दैछु म चाहिँ सोधीखोजी गरिरहेको छु। अनि यस समयमा मजाले गफसप भइहाल्यो। अनि अब बिस्तारै हामी जान आँटेका छौँ। अनि पानप गर्न पनि लागिरहेछ, अलिक तनाव भइ पनि रहेछ होइन अब हामीमा। अनि जोस् अब मजाले घुम्ने सपना लिएर जान आँटेको छु। अनि त्यसमा मास्क पनि मैले खोलिदिइहालेँ त्यही समयमा। अनि यसो अब 3-4 जना लाउरे हामी बाहिर लागिसकेको छौँ लिस्टको। अनि जोस् मेरो क्यामेरामा चाहिँ पानी परेकै छ, पानी फिस परिरहेछ। अनि अलिकति प्रब्लम भएछ। अनि हामी 4 जना लागिसकेको छौँ। मेरो अगाडि बडीगार्डहरू छ। अनि जस्ट मजाले आइरहेछ सास। जस्ट बाहिर आजको लागि भ्लगमा निक्लिने थिएन होला म। आज मेरो एउटा साथी नेपाल जाने साथी भएर हल्का म बाहिर निक्लिन पाएँ। अनि त्यसपछि छुट्टी पनि ठिक्क मिल्दिएर अनि ऊ सपिङ गर्न जस्ट अनि ठ्याक्क अब आइसक्यो। के छ हे मजा भन्दै अनि लागिसकेको छौँ हामी बाटोतिर। अब मजाले इन्स्टेल गर्दैछौँ। अनि मजा आइरहेछ स्लो मोसनमा। 3 जना आफ्नै धुनमा हिँडिरहेछ, म मेरो दाम भ्लग बनाइरहेको छु होइन। जस चिसो त चिसै छ र पनि सबैजना सुतिरहेछन्। मजा अब लिफ्टतिर हामी लागिसकेको छौँ। लिफ्टमा अब के बात हुने होला। अनि के छ त अनि मेरो दोस्तहरू भन्दै म भित्र छिरेँ सर्ट। अनि छिरिसकेपछि अब हाम्रो ट्रेनको टिकट लिने पर्नुहुन्छ। अनि यता हाम्रो रमाइलो भइरहेछ गफमा। अब लिफ्ट अन भइसकेको छ। अब लिफ्ट ट्याक्क साथले लिफ्ट अन हुन्छ, भएकै रहेन पर्छ। अब चाहिँ अन भयो। अब ट्रेनको टिकट लिनुपर्ने हुन्छ हामीले। अनि ट्रेनको टिकट लिएपछि मुनि जाने हो, खट्लक पारेर खोलेर माथि जाने हो। अनि त्यसपछि बिस्तारै साथीहरू गुनगुनाउँदै लागे ट्रेनतर्फ टिकटमा। अनि हाम्रो दाइ यता फेरि मोस्ट सबै घुमिसकेको मान्छे हो। अनि फ्याट पैसा निकाल भन्ने कुरा भइसकेको छ। जस्ट रमाइलो भइरहेछ होइन, अमेजिङ भइरहेछ दिनहरू। त्यतिकै कट्यो आजको दिन। हाम्रो नेपाली परदेशी ब्रदरले निकालिसकेको टोकन पाइसक्यो। अब टोकन पाइसकेपछि यसरी ख्वास छिराएर भित्र छिर्नुपर्ने हुन्छ। देख्नुभयो होला नि, यसरी स्क्यान गर्यो। अनि मेरो पनि खोलेपछि म लागिसकेको छु। अब केटाहरू हाँस्दै अब उकालो लिफ्टतिर लागे होइन त। जस्ट मजा आइरहेछ घुम्नलाई। अब माथि चढ्दाखेरि अब कस्तो होला त भन्ने कुरा भइरहेछ। अनि मजाले बोल्दै लिफ्टमा पनि मान्छे भिड भइरहेछ होइन। र पनि मजा आइरहेछ। आजको वातावरणले पनि धेरै साथ दिइरहेको, तर घाम हल्का लाग्दिएको भए अझै रमाइलो हुन्थ्यो। अनि मजा आइरहेको छ क्या जोस घुम्नलाई भए पनि। अब गफमा माथि गफ दिँदैछु म चाहिँ ब्लगतिर। अनि त्यसपछि माथि निक्ल्यौँ। अब यसो हेरेको आमाम चिल भइदिएर कस्तो महसुस अर्कै छ। हेर नि त हेर त कहाँ छु जस्तो लागिरहेछ। अनि त्यसपछि टक्क अब चिसो बढेर मलाई त खोकिनै लागिहाल्यो। अनि त्यसपछि खोक्दै ट्रेन पनि आइदिइहाल्छ क्या। अब हेरौँ अब क्यामेरामा पानी पसिसक्यो, त्यस्तो उयो भइरहेछ, चिसो छ। र पनि मलाई चाहिँ एकदम रमाइलो भइरहेछ क्या। यहाँनिर स्पेसल भइरहेछ। ट्रेन पनि ठिक्क आइदिइहाल्यो। अब ट्रेनभित्र छिर्नुपर्ने हुन्छ। ट्रेनभित्र छिरेपछि अनि फेरि अर्को ठाउँ गएर टक्क पानी चुँदैछ होइन। ट्रेनमा पनि ठक्क मजा आइरहेछ। स्पोस्ट भइरहेछ। अब ट्रेनभित्र छिर्नुपर्छ। ट्रेनभित्र छिरिसकेपछि रमाइलो हुन्छ। अनि
ठ्याक्क यसो बस्दिरा अब बस्नु त हुन्न थियो ठ्याक्क फेरि केटी नै परिरह्यो मेरोमा अनि मलाई लाज लाग्यो मेरो गर्लफ्रेन्ड देख्छ कि भनेर त्यसपछि म यसो अब हाम्रो आमकिलिमको भित्र रेस्टुरेन्ट पहिलेको हो यो अहिले पनि चलिरहेको अनि त्यसपछि हामी जानु साथै दाइले एउटा पानी बनाएर दिइहाल्नु भयो अनि दिएपछि खाना थाल्यौँ खाँदै चिसो लागिसकेको छ अनि त्यसपछि अब अर्को स्टेसन जानुपर्ने हुन्छ अनि त्यसपछि अर्को स्टेसन गइसकेपछि हाम्रो ट्रेनको पर्खाइ हुन्छ ट्रेन पर्खाइ भन्दै ट्रेन पनि सर्र आइदिइहाल्छ है कस्तो रमाइलो हुन्छ नि त अनि अब ट्रेन पनि आइसकेको छ अब हामी भित्र छिर्नु पर्ने हुन्छ बब्बाल भइदिएर है जिन्दगी भनेको यसरी चलिरहेको छ के गर्नु अब परदेश आएको धेरै भइसकेको छैन र पनि दाजुहरूले घुमाउनलाई धेरै सपोर्ट गरिसक्नु भएको छ हैन त आजको दिन धेरै चिसो मौसम पनि भइरहेछ र पनि चिसो भयो भने आज घुम्नुको लागि चाहिँ तर्फित अति नै मजा आइरहेछ ओ माई गड भित्र छिर्नु साथै खाली सिट देखियो अनि टक्क 4 जना बस्ने भन्ने कुरा भयो 4 जना बस्यो अनि यसो हेरेको फेरि यता के छ भनेर सामान सोध्दैको दाइले भन्नुहुन्छ डोरी छ भन्छ ल अनि किन डोरी चाहिँ बोक्या भनेको सुर्केस बान्न भन्नुहुन्छ अनि हाँस्दै अब अर्को स्टेसन झरिसक्यो अनि बिस्तारै सिनिपासातिर झरेर यसो साथीहरू अगाडि हिँडिरहेछन् अब हामी पनि म पनि बिस्तारै गइरहेछु मजा आइरहेछ के कति साह्रो पानी परिरहेछ क्या सबैतिर त्यही भएर क्यामेरामा अलिक मधुरो भइरहेको छ डोन्ट माइन्ड नगर्नु होला अनि लेस पाडी अब हामी जाँदैछौँ फेरि पनि यस्तो गफमा 2-3 जना त गफैमा भुलिरहेछन् होइन म आफ्नै तालमा भिडियो बनाइरहेको छु अति नै मजा आइरहेछ एक्लै भए पनि हमको कुछ नई बात मान्ना है बोल रहे अनि त्यसपछि बिस्तारै यहीँ अब ब्लगतिर लागेको अनि बब्बाल सिन आइदिरहेको पछाडि चाहिँ ओभरै मजा आइदिएर जस आफ्नो खुसी आज आफैसँग छ अरूको खुसी अरूसँगैमा छ दुःख अनि सबै कुरा यस्तै छ अनि आजको दिन एउटा खुसीको एउटा पिक्चर भेटिहालेँ मैले फेरि ठ्याक्क अनि नेपालको कहिले पनि कहीँ नदेखेको चिज मैले आज मन्दिर देखेर धेरै खुसी लागेको छ अचम्म माया सन्तुष्टि अनि यतिमै मन बुझाउँदै यही भ्लगलाई अब अन्तिम निर्णय गर्ने चाहन्छु होइन साथीहरू नरिसाउनु होला एन्ड डु लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला सबैजनाले फेरि पनि अर्को भ्लगमा भेटौँला बाई बाई